दीक्षा काङबाको आफ्नै रेसिपीमा बनिँदैछ यस्तो दामी दामी चटपटे। अब यसमा बिरे नुन र भुजा हाल्नु बाँकी छ, तर कस्तो घिनलाग्दो टाइपको दिएको छ नि है, तर दामी छ क्या यो। यसमा मैले अदुवा खोर्सानी र नुन चाहिँ पिसिसकेको क्या, त्यही भएर खोर्सानी नहालेको। अब भुजा हाल्छु ल। दीक्षा काङबाको आफ्नै रेसिपीमा बनिँदैछ यस्तो दामी दामी चटपटे। अब यसमा बिरे नुन र भुजा हाल्नु बाँकी छ, तर कस्तो घिनलाग्दो टाइपको दिएको छ नि है, तर दामी छ क्या यो। यसमा मैले अदुवा खोर्सानी र नुन चाहिँ पिसिसकेको क्या, त्यही भएर खोर्सानी नहालेको। अब भुजा हाल्छु ल। कस्तो घिनलाग्दो देखिरहेको छ यो सादा कलर भएर, बट इट टेस्ट ड्याम गुड। ल यस्तो भाग्यमानी को रहेछ भन्दा दीक्षा काङबा। सादा देखेर नमिठो लागेको होला, तर गाइज यु आर अन अ प्र्याङ्क। ल अब भुजा हालेँ मैले। अनि यो प्लास्टिक लाएर चाहिँ किन मलेको, यसको नाटकै बढी भन्नुहुन्छ भने मैले चाहिँ नक्कली नङ लगाएको छु। कोही कस्तो ब्लर भएको हौ, नक्कली नङले चाहिँ ओभर ऱ्याक गर्छ क्या, त्यही भएर चाहिँ प्लास्टिक लाएर हल्का नाटक देखाइदिएको तपाईँहरूलाई। यस्तो बवाल भइरहेको छ यो चटपटे होइन। को होला यो भाग्यमानी यस्तो मिठो खानु पाउने भन्दा चाहिँ मै हो क्या फेरि। एउटा काटेको खोर्सानी छैन, किनभने अकबरे 7-8वटै सुकेको अकबरे पिनेर हालेको छु मैले। अब यस्तो डर पनि लागिरहेको छ। अनि मैले घरमै बनाएको यो लस्सी पनि होइन, दही र पानी, द्याट्स इट। अब एकछिन फेरि मोलमाल गरौँ।